सरकारले अहिले पारदर्शिताका लागि एउटा वेबसाइट बनाएको छ, प्रतिपक्ष.com भन्ने। प्रतिपक्ष.com गुगलमा जाने अनि ट्याक्कै निस्किहाल्छ। यो चाहिँ सबै पब्लिकले, जनताले, सरकारले गर्दै गरेको कामहरू यहाँदेखि हेर्न पाउँछ क्या। सरकारले जस्तै आफ्नो कार्ययोजना 100वटा निकालेको थियो है, त्यसमा यो वेबसाइटमा चाहिँ यस्तो हेर्न सकिन्छ। अब यहाँ तलै जम्मा प्रतिबद्धता 100 छ, पुरा भएको 0, कार्यान्वयनमा 12, असफल 0, रोकिएको 0, अनि 12वटा कार्यान्वयनमा छ, यो 88 चाहिँ सुरु भएको छैन भन्ने हो। यो कार्यान्वयनको चरणमा छ। यहाँदेखि के चाहिँ कार्यान्वयन गर्यो त, के कामहरू हुँदैछ भनेर यहाँदेखि हेर्न सकिन्छ क्या। जस्तै यहाँनिर 12मा यो कार्यान्वयनमा क्लिक गर्दाखेरि यिनीहरू काम हुँदैछ। जस्तै राष्ट्रिय सहमतिका विषयमा प्रमुख दलहरूसँग यहाँनिर छलफल प्रारम्भ गर्ने भनेर यो पनि छलफल गर्दैछ 1। अनि यतापट्टि अर्को यो मन्त्रालयको सङ्ख्या 17मा सीमित गर्ने र पुनर्संरचना यो पनि गर्दैछ। अनि यो सङ्घीय मन्त्रालयको सङ्ख्या 17 कायम गर्ने र कार्यविभाजन नियमावली संशोधन गर्ने यो पनि कार्यान्वयन यो पनि गर्दैछ। अनि आफूले गरेको कामहरू चाहिँ ट्याक्कै यहाँ गभर्मेन्टले हाल्दै जान्छ क्या। अब हामीले कुनै न्युजको भर पर्नु नपर्ने भयो। यो गभर्मेन्टको आधिकारिक वेबसाइट हो प्रतिपक्ष.com भन्ने, यहाँबाट सबै हेर्न सकिन्छ। अब 100वटा प्रतिबद्धता के त भनेर यहाँनिर हालिदिएको छ। यही 100मा क्लिक गर्दाखेरि आउँछ यो सबै गभर्मेन्टले जस्तै गरेको 100वटा प्रतिबद्धता चाहिँ राम्रोहरू छ। अब 1-2 हेरौँ है। लास्टको यहाँनिर 2082 जनादेशको प्रभावकारी कार्यान्वयनमा सबै सरकारवालालाई आह्वान। सुरु भएको छैन यहाँनिर लेखिरहेको छ। अनि साथै प्रदेशमा निःशुल्क ब्लू बस सेवा 100 दिनमा 25वटा बस सञ्चालनमा ल्याउने सुरु भएको छैन। यो चाँडै नै गर्छ। अब यहाँ क्लिक गर्दा फेरि के आउँछ भने के हो अनि के को लागि हो भनेर सबै दिएको छ क्या। अब यो के हो त भनेर यहाँनिर भनेको छ। लन्चिङ फ्री ब्लू बस पब्लिक ट्रान्सपोर्ट सर्भिस exclusively for women in all 7 provinces, starting with 25 buses in the first 100 days, addressing safety and accessibility in public transport भनेको यो 25वटा सुरुमा हाल्ने 100 दिनमा, एड्रेसिङ सेफ्टी एन्ड एक्सेसिबिलिटी इन पब्लिक ट्रान्सपोर्ट भनेको छ। सार्वजनिक सवारीको सुरक्षालाई चाहिँ सुरक्षा सम्बन्धी समस्याहरूलाई चाहिँ निर्मूल पार्नको लागि, कम गर्नको लागि यो गर्न आँटेको अरे। अनि जनतालाई असर भनेर लेखेको छ। यसमा चाहिँ वुमेन हु एभोइड पब्लिक ट्रान्सपोर्ट ड्यु टु हरेसमेन्ट गेन सेफ, जनतालाई कस्तो असर गर्छ यसले भनेर यहाँनिर पनि त्यो पनि क्लियर गरिदिएको छ। केटीहरू जसले चाहिँ ह्यारेसमेन्टको डरले सार्वजनिक यातायात चढ्दैनन्, उनीहरूलाई सहयोग हुन्छ, सेवा उनीहरूलाई राम्रो हुन्छ भनेर लेखेको छ यहाँनिर। फिमेल वर्कफोर्स पार्टिसिपेसन इन्क्रिज वेन कम्प्युटिङ इन सेफ एन्ड एफोर्डेबल भनेको छ। महिला सशक्तिकरणमा चाहिँ वृद्धि हुन्छ यदि सुरक्षित र सहज भयो भने भनेर लेखेको छ। अनि किन आवश्यक छ भनेर यहाँ लेखेको छ फेरि। सेक्सुअल हरेसमेन्ट एन्ड पब्लिक ट्रान्सपोर्ट इज सो pervasive that many women avoid buses entirely, limiting their employment and education opportunities. The problem is worst in urban areas भनेको छ। किन आवश्यक रहेछ भनेर गभर्मेन्टले चाहिँ यसको कारण यहाँ भनेको छ। सहरी सेक्सुअल हरेसमेन्ट पब्लिक ट्रान्सपोर्टमा धेरै हुने डरले केटीहरूले चाहिँ त्यस्तो गाडीहरू चढ्दैनन्, जसले गर्दाखेरि उनीहरूको शिक्षा र रोजगारीमा समेत असर परेको छ भनेर त्यो लेखेको छ। शिक्षा र रोजगारीमा असर परेको कारणले उनीहरू पछि परेका छन्। यदि उनीहरूलाई चाहिँ पब्लिक बसमा, पब्लिक यातायातमा सहज भयो भने आरामसे स्कुल कलेज जान सक्छन्।
आरामले आफ्नो पेसा व्यवसाय गर्न सक्छन् भनेर त्यो निष्कर्ष निकालेर चाहिँ गभर्मेन्टले यो ब्लू बस ल्याउन आँटेको रहेछ। साथै प्रदेशमा निःशुल्क ब्लू बस रे अनि सुरक्षा रणनीतिक मामिला 100 डेज 2026 7 महिना 6 गते। यो सबैको कारण र आवश्यकता सहित लेखेको छ। कस्तो दामी छ क्या। अब एउटा हेरौँ है ल। मन्त्रालयको सङ्ख्या 17मा सीमित गर्ने र पुनर्संरचना गर्ने। यसमा 28 दिन बाँकी स्थिति 28 दिन बाँकी प्रगति अलिअलि भइरहेको रहेछ है। यहाँनिर देखिन्छ यो ब्लू अलिकति यता सर्दैछ। अनि यसको प्रमाण चाहिँ मन्त्री परिषदले 22बाट 17मा मन्त्रालय जाने निर्णय गरेको छ। 30 दिनभित्र कार्यान्वयन हुने भनेको छ। 22बाट 17 राम्रै हो। के हो त आखिरमा यो भनेर यहाँ यसको कारण पनि छ। थोरै पब्लिकलाई बुझाउन खोजेको छ। रिड्युसिङ द नम्बर अफ फेडरल मिनिस्ट्रिज फ्रम 22 to 17 एलिमिनेटिङ यो के छ इट्स रिमेनिङ मिनिस्ट्री गेट्स क्लियर म्यान्डेट एन्ड एकाउन्टेबिलिटी। जनतालाई असरले कस्तो पुग्दछ भनेर त्यसको कारण पनि लेखेको छ। सेभ्स 100 of millions in administrative cost, money redirected to schools, hospital and infrastructure। यसले चाहिँ 100 मिलियन पैसा चाहिँ प्रशासनिक खर्च चाहिँ सेभिङ हुन्छ, जुन पैसा चाहिँ विकासमा, हस्पिटलमा, स्कुल, शिक्षामा जान्छ भनेर निष्कर्ष निकालेको रहेछ। किन आवश्यक छ त भनेर त्यो पनि लेखेको छ। नेपाल हेज मोर मिनिस्ट्रिज पर क्यापिटा देन मोस्ट कन्ट्रिज। सानो देशमा यति धेरै मन्त्रालय किन चाहियो? बरु त्यो मन्त्रालयमा हुने खर्च चाहिँ सेभ गरेर विकास, शिक्षा सेवामा, शिक्षा स्वास्थ्यमा खर्च गर्दा राम्रो भनेर त्यो निष्कर्ष निकालेर चाहिँ गभर्मेन्टले मन्त्रालयको सङ्ख्याहरू घटाउन आँटेको हो। सरकारले आफ्नो कार्ययोजना कारणसहित यहाँ हाल्छ। किन चाहिन्छ त? यो गर्दा के हुन्छ अथवा नगर्दा के हुन्छ, त्यसको फाइदाहरू के हुन्छ सबै लेखेर हाल्छ, जसले गर्दा पढ्नेलाई पनि, हामी आम पब्लिकले पढ्ने हो, आम पब्लिकलाई सहज हुन्छ। साथै अरू अब सम्बन्धित अफिसरहरूले, कर्मचारीहरूले पनि त पढ्छ, उनीहरूलाई पनि सहज भयो, पारदर्शी भयो, सबैले बुझ्ने भयो। मलाई चाहिँ यो गभर्मेन्टको कदम एकदम सही लाग्यो है त।